ल सम्पूर्णमा नमस्कार। यति बेला म पर्वतको फलेवास नगरपालिका 2 थापाठानामा छु। यहाँ निकै राम्रो माहौल छ। यसको बारेमा म केही प्रतिक्रिया सहितको भिडियो बनाउँदैछु, सबैबाट प्रतिक्रिया लिँदैछु, हेर्दै गर्नुहोला। सबैजना यो अहिले हटिया चोकको माहौल छ, निकै राम्रो छ। त्यसपछि म तपाईहरुको लागि बिस्तारै मतदान केन्द्रतर्फ पनि जाँदैछु। ल हाम्रो जीवन भाइ भोट हालियो? ल के भन्न चाहन्छ भन? केही छैन, सब रमाइलो भएर परिवर्तन होस् भन्ने चाहना छ नि? परिवर्तन बिल्कुल त्यही पछि सबैजनाको त्यही छ इच्छा। यता भोट हालेर आएर बसिरहनु भएको छ सबैजना। ल यता हाम्रो सबै जेन्जी हुनुहुन्छ। ल केही छ, केही भन्नुपर्ने छ? भोट हालियो? हालियो केही? ल धेरै राम्रो छ माहौल। केही समयपछि म अगाडि जाँदैछु। यस्तो छ माहौल। ल एउटा प्रतिक्रिया दिनु पर्यो। भोट हाल्नुभयो? भोट हालियो। ल के भन्न चाहनुहुन्छ? स्वच्छ वातावरण छ। स्वच्छ वातावरण छ। के हुन्छ अब देशमा परिवर्तनको पक्षमा हाल्नुभयो कि यथावत अवस्था रहोस् भनेर हाल्नुभयो कि? हजुर भोलिको निर्णय। ल हाम्रो सर राज सर पनि हुनुहुन्छ। सबैजना एकदम म्याचोड पाक्को अनुभवी मान्छेहरू हुनुहुन्छ। हाम्रो के अरे हाम्रो सबै। ल नमस्कार। भोट हाल्नुभयो? ल केही भन्न चाहनुहुन्छ? सब ठिक छ। ल ठिक छ। ल राम्रो छ। हजुर अब केही मनमा केही छ तपाईँले? केही मतलब अब के होस् देशमा, के होस् भनेर के चाहना? पहिला भन्नुहुन्थ्यो। अब यस्तो छ, देशमा चाहिँ अब देशले खोजेको त परिवर्तन हो। हजुर आशा छ, हस् खोजे अनुसार चाहिँ परिणाम निस्कोस्, रिजल्ट निस्कोस्। हस् धन्यवाद। ल म मतदान स्थलतर्फ जाँदैछु। आउनुभयो? हजुर निकै बाक्लो माहौल छ यहाँ। सबैजना एकदम उत्साहित। सायद यस्तो हाम्रो अहिलेसम्म स्थानीय चुनावमा पनि यस्तो माहौल भएको थिएन। यो चुनावको लागि बाहिर बस्नुहुने सबै आएर चाहिँ भोट हाल्नु भएको छ। ल अझ माथिको माहौल देखाइनु पर्यो के? भोट हाल्नुभयो? हालियो। ल केही छ भन्नुपर्ने? होइन केही छैन, अब पछि भनौँ। ल हो आजलाई मतदान गरियो। ल ठिक छ। श्याम दाई ठिक छ। ल रमाइलो छ यता। सबैजना कोही भोट हालेर आइसक्नुभयो, कोही भोट हाल्न जाने हुनुहुन्छ। यहाँ हाम्रो बुवा पनि ओरदोर गरिरहनु भएको छ यतातिर। अब सबैजना हजुर नमस्कार। भोट हाल्नु हो? ल ल म हल्का भिडियो बनाउँछु। ल हुन्छ। अब म हाम्रो बहिनी जेन्जी बहिनी नि, तर बालनको फ्यान पनि के गर्ने। अब भोट हाल्ने नाम छैन, तर सपोर्ट चाहिँ फुल छ। यति बेला म मतदान स्थलतर्फ जाँदैछु। यो मतदान मात्रै होइन, यहाँ चाहिँ भेटघाट हुने अवसर पनि धेरैजनालाई जुरेको छ। हेर्दाखेरि सबैजना भेटघाट गर्नुभएको, रमाइलो कुराकानी गर्नुभएको, बसिरहनु भएको छ। म केही प्रतिक्रियाहरू लिँदैछु। नमस्कार। ल मतदान गर्नुभयो? अहिले 7 बजे नै मतदान गरेको। उहाँ बिहानदेखि आएर 7 बजे मतदान गर्नुभयो। उहाँ हाम्रो आदरणीय अङ्कलहरू, एकदम हाम्रो अग्रजहरू हुनुहुन्छ। केही भन्नुपर्ने छ? चुनाव चाहिँ अब राम्रो भएको छ, शान्तिपूर्ण चलिरहेको छ। हजुर पर्वतको थापाठाना मतदान केन्द्र। हजुर अब मतदान गर्ने क्रम चाहिँ जारी नै छ। हजुर तर शान्तपूर्ण वातावरण छ। शान्तिपूर्ण छ। अब चाहिँ यो चुनावपछि कस्तो नतिजा आओस्, अब कस्तो अपेक्षा गर्नुभयो हजुरले? अपेक्षा त अब जनताको मतकै आधारमा चाहिँ हुन्छ। हजुर फेरि पनि अहिले चाहिँ जनताहरू चाहिँ मत हाल्दै गर्दा उत्साहितको तरिका छ। देशले मागे अनुसार नतिजा आउँछ भन्ने पक्षमा हुनुहुन्छ। हस् ल धन्यवाद। ल अङ्कल यता हाम्रो श्याम अङ्कल। ल ठिक छ नि? ल हस् ल सबै हाम्रो जेन्जी बहिनीहरू नमस्कार गरिरहन्। भोट हाल्यौ? ल औँला पनि देखाउँदैछन्। सबै हाम्रो चाहिँ चुपचाप छाप परिवर्तनको पक्षमा हाम्रो यस्तो माहौल छ कि, यति राम्रो माहौल छ कि यी दाईहरू बुवाहरू सबैजना बस्नु भएको छ। हामी मतदान स्थल देखाउँदैछौँ। दिदी
भोट हाल्नुभयो ए ल हस् ल यहाँ नजिकको मान्छेहरू चाहिँ अब अलिक पछि भोट हाल्नु हुने कुरिरहनु भएको ल ल ल ल ल ल भोट हाल्नुभयो ल केही छ केही भन्नुपर्ने केही छ दाजु नतिजा कस्तो आओस् देशमा के होस् भन्ने हस् ल धन्यवाद यसपालिको मत खेर नजाओस् जनताले फेरि फेरि दुःख नपाओस् चुनेको नेतालाई हालेको छ हजुर हस् धन्यवाद दाजु ल यतातिर सबैजना हाम्रो साथीभाइ दाजुभाइहरू सबै अहिले युवा सहभागिता धेरै छ मतको लागि ए भाइहरू मतदान भयो ल के अपेक्षा छ त अब के होस् भन्ने चाहना छ सबै युवाहरू म्याक्सिमम सहभागिता हुनुभयो होइन जेनजी तिमी ल राम्रो छ एकदम यता बुवाहरू पनि बसिरहनु भएको छ ल नमस्कार नमस्कार बुवा मतदान गर्नुभयो ल के छ के चाहनुभयो हजुरहरूले के होस् अब देशमा यो मतदानको कस्तो नतिजा आओस् भन्ने चाहनुभयो यो चाहिँ यो देशमा चाहिँ के चाहन्छन् भन्ने कुरा त अब हामी बुढाबुढीले त्यति बुझ्दैनौँ अब बुझेका पनि हामीलाई केही कुरा परिवर्तन चाहन्छौँ परिवर्तन ल धेरै राम्रो छ परिवर्तनको माहौलमा है ल धन्यवाद सबैजनालाई धन्यवाद नमस्कार यहाँ केही साथीहरूले सहयोग गर्दै हुनुहुन्छ बाहिर किनकि भित्र भिडभाड धेरै भएर साथीहरूले सहयोग गर्दै हुनुहुन्छ सिरियल नम्बरको लागि ल यता घन्टीमा हाल्ने भन्दैछन् ल धेरै राम्रो छ युवाहरू चाहिँ यस्तो एकत्रित हुनुहुन्छ भन्ने कुरा अब यहाँ यो माहौलले बताउँछ भोट हालियो हो के छ अब के कस्तो नतिजा आओस् देशमा के होस् भन्ने चाहनुहुन्छ तपाईँ एकदम राम्रो नतिजा आओस् राम्रो होस् परिवर्तन होस् या यथावत रहोस् सबैजना परिवर्तन होस् भन्ने चाहनामा हुनुहुन्छ निकै राम्रो माहौल छ यता हाम्रो फुपू पनि आउनुभयो भोट हाल्न धेरै रमाइलो छ ल सबैजनालाई नमस्कार एकदम राम्रो माहौल छ अहिले लाइन बसिरहनु भएको छ यस्तो मैत्रीपूर्ण शान्तिपूर्ण माहौल छ थापाटानामा यता मतदान चलिरहेछ यहाँ यो मतपेटिकाहरू राखिएको छ यहाँ माथि यहाँ बुढो बा हुनुहुन्छ हिँड्न नसक्नेहरू पनि आएर भोट दिइराख्नु अनि मतदान गरिएको होइन के छ अब के कस्तो नतिजा आओस् देशमा के होस् भन्ने चाहना छ ल भन्नु पर्यो नि त अब भोट गरियो हामीले भोट हाले अनुसार होस् भन्ने छ कि नयाँ नेतृत्व भनेपछि समग्रमा भन्नुपर्दा परिवर्तन हुनु पर्यो होइन सबैको इच्छा त्यही छ ल सबैजना लाइन बसिरहनु भएको छ एकदम राम्रो माहौल छ यस्तो त हामीले स्थानीय चुनावमा आजसम्मको इतिहासमा स्थानीय चुनावमा यस्तो हामीले देखेकै थिएनौँ धेरै राम्रो माहौल छ ल सबैजनालाई धेरै धेरै धन्यवाद देशले परिवर्तन पाओस् त्यसपछि सबैले त्यही भनिरहनु भएको छ परिवर्तन अनि नतिजा पनि त्यही अनुसार आओस् यो उपस्थिति यो सहभागिता र यो साथ सपोर्टको लागि सबैजनालाई धेरै धेरै धन्यवाद फेरि अपडेटको साथमा यहाँहरू माझ उपस्थित हुने गरौँला धन्यवाद